नमस्कार हजुर सम्पूर्णलाई है। मलाई अलिकति खटपट लागेको कुरा भने के हो भने जेनजेले रवि लामिछानेलाई जेलबाट बाहिर निकाल्छु भनेर गरेको आन्दोलन त यो होइन नि, होइन? अनि यो के हो यस्तो? यो त होइन नि, होइन? यो हुँदै होइन नि त। यो उहाँलाई बाहिर निकाल्नलाई भनेर गरेको आन्दोलन त यो हुँदै होइन नि त। यो आन्दोलनको मकसदै अर्कै छ त, यसको उद्देश्य अर्कै छ त भनेपछि हाम्रो ल एन्ड अर्डरले भनिरहेछ हो। हामीलाई थाहा छ, हामीलाई थाहा छ, हामीले बुझेछौँ कि उहाँ एकदम निर्दोष हुनुहुन्छ भनेर हामीलाई थाहा छ। तर ल एन्ड अर्डरले त उहाँलाई अझै पनि भित्र राखिरहेको छ नि त, होइन र? जेलमै राखिरहेको छ नि त, दुनियाँ यताउता कुदाइरहेको छ नि, होइन? हो नि, यो कुरा त सत्य हो नि, होइन र? अनि उहाँ आफैले बुझ्नुपर्ने हो नि त। जेनजेले आएर जेल तोडफोड गरेर आगो लागि लगाएर ओरेर यदि हजुरलाई निकाल्नु चाहन्छ भने हजुरले त भन्नुपर्ने हो नि त, होइन? यो कुरा गलत हो, यो कुरा हुँदैन, भोलिको दिनमा म सही छु, मलाई थाहा छ, मलाई हजुरहरूको सपोर्टबाट मलाई न्यायाधीशले, होइन, मलाई एकदम म क्लिन चिट पाएर म निक्लिन्छु, तब मात्र म बाहिर आउनेछु, अहिले यस्तो नगर्नुहोस् भनेर भन्नुपर्ने ठाउँमा नमस्कार हजुर हस् हुन्छ भन्दै बाहिर निक्लेर हिँड्ने, यो त भएन नि। तर एउटा कुरो यो नसोच्नुहोस् कि मैले तपाईँप्रति नराम्रो अभिव्यक्ति या यसको सोच नराम्रो, मेरो सोच नराम्रो, यहाँ यताउता भनेर भनेको पनि होइन मैले, है। किनकि म एउटा व्यक्ति हो जसले चाहिँ यहाँ परदेशमा रहेर हजुरलाई बाहिर निक्लिनको लागि हस्ताक्षर चलिरहेको बेलामा मै हो एउटा हस्ताक्षर गर्ने व्यक्ति, म पनि एउटा हस्ताक्षर गर्ने व्यक्ति म पनि हो। मैले नि गरेको छु, हजुर बाहिर निक्लिनु पर्छ, देश बनाउनु पर्छ हजुरले भनेर एउटा हस्ताक्षर गर्ने व्यक्ति म पनि हो। तर यो ल एन्ड अर्डर बिचमा त रहेन नि त यो, होइन र? हजुर छुट्दाखेरि कति त्यहाँ नकारात्मक व्यक्तिहरू थिए, उनीहरू पनि भागे ओरे हिँडे, होइन र? यो कुरा त साँचो हो नि। तपाईँलाई मात्र त निकालिएन नि, उहाँ तपाईँ साथ निक्लिँदाखेरि कति अन्य अरू पनि निक्ले नि। अनि उता राम्रो कुरो होइन। भोलि उनीहरू बाहिर निक्लेर नकारात्मक केही कुरा गरे भने, ज्यान मारे भने, यो गरे त्यो गरे भने त्यो त अलिक भएन नि त दाइ। र सम्पूर्ण जनतालाई पनि भन्छु र हाम्रो यो टिमलाई पनि भन्छु, यो अलिकति भएन हजुर। हामीले गरेको कुरा साँचो हो, राम्रो हो र हामी सही कुराको लागि हामी अघि बढेको छौँ र हामीले गरेको छौँ र हामीले जित्यौँ। उहाँलाई पनि जिताउन सकिँदैन। आज जितियो हो, भोलि छ, पर्सि छ, निकर्सी छ, काने कोर्सी छ, के आजै मात्रै हो? भन्नुहोस् त, आजै मात्र त होइन नि। अब हाम्रो अन्य अरू दाजुहरू हुनुहुन्छ, अग्रज दाजुहरू हुनुहुन्छ, अग्रज एकदम महान हाम्रो देशलाई अघि बढाउने एकदम गर्ने दाजुहरू पनि हुनुहुन्छ नि। उहाँ अहिले यस्तो गरेर मिलाएर आजको दिनमा उहाँलाई किन निकाल्नुपर्ने जरुरी थियो त? भोलिको दिनमा यो सम्पूर्ण कुराहरू सकिन्छ, विश्राम हुन्छ, त्यसपछि उता गएर ल एन्ड अर्डर कोर्टमा गएर हामी नै जेन टिम हामी नै गएर कुरा गरेर उहाँलाई चाहिँ किन यस्तो गरिएको छ, यत्रो 1 वर्ष छ भनेर हामीले बोल्नु सकिँदैन थियो, कुरा गर्नु सकिँदैन थियो? सकिन्थ्यो नि। कुरा गरेर उहाँलाई राम्रो तरिकाले निकाल्न सकिन्थ्यो नि, होइन? क्लिन चिट बनाएर निकाल्न सकिन्थ्यो नि। यसरी भगाएर निकाल्नु पर्यो त यो होइन नि त। यो त एकदम भगाएर निकाल्ने जस्तो भयो के। र म चाहदिनँ मेरो रवि दाइ भागेर निक्लियोस्, एकदम क्लिन चिट पाएर निक्लियोस् भन्ने थियो। र मैले अभिव्यक्ति मेरो साइन, मेरो सिग्नेचर यो परदेशमा भएर पनि मैले गरेको थिएँ। तर यो अलिकति भएन होला, मैले भनेको कुराहरू अलिकति गलत भयो होला, या मैले बुझिनँ होला, त्यो भनेको ठाउँमा छ कुराहरू, ल ठिकै छ, सरी मैले बुझिनँ भने, मैले गलत बोलेँ भने। तर पनि रवि दाइलाई यसरी निकाल्नु भनेको यो भनेको गलतै हो। उहाँ यदि असल नेता भएर भोलिको दिनमा हाम्रो देशलाई अघि बढाउनु चाहनुहुन्छ भने उहाँ त हामी सम्पूर्ण जनताको बिचमा 3 करोड जनताको मुटुमा छाउँदै हुनुहुन्छ त, हामीलाई थाहा छ त, सबैलाई थाहा छ त। तर यो त होइन नि त। उहाँले आएर निकाल्नु खोज्यो भन्ने बित्तिकै एउटा आन्दोलनमा अब चाहिँ हुमिएका दाजुभाइहरूले मलाई निकाल्नु खोज्यो, मलाई खोजे, म जान्छु भन्ने त होइन नि त। उहाँले त सोच्नुपर्ने हो नि त, होइन? भोलिको दिनमा आएर बाहिर आएर राजनीति गर्नुपर्ने छ त। उहाँले हाम्रो लागि सोच्नुपर्ने छ त।
होइन। अनि के भोलि अब ल उहाँ राजनीतिको एउटा ठाउँमा पुगिसकेपछि त्यस्तै एउटा युवा त्यस्तै एउटा युवा फसेर भित्र निक्ल्यो भने फुत्त गरे यसलाई निकाल भन्नु होला अरे, त्यो त भएन नि त। त्यहाँ त अब अदालत छ, कोर्ट छ, कानुन छ, त्यो कानुनभित्र त बस्नु पर्यो नि हजुर, होइन र? यति मात्र भन्ने हो। सरी मैले धेरै बोलेँ या नराम्रो बोलेँ या केही बोलेँ, कसो बोलेँ भने माफ पाऊँ है। उहाँको समर्थनै हो हामीलाई चाहिने नि हो रवि दाइ, हामीलाई नचाहिने भनेको नै चाहिने, एकदम चाहिने व्यक्ति म पनि चाहन्छु, चाहिन्छ भनेर। र उहाँको सत्ता सर मैले उहाँले पाउनुहोस् भनेर एकदम विश्लेषण गरेँ। सरी अब भर्खर खाना खाएको अब आइडी भयो है। मैले यो कुराहरू यसो देख्दाखेरि बुझ्दाखेरि अलिकति मलाई अघिदेखिको लगभग उहाँ निक्लेकोदेखिको मलाई अलिकति त्यस्तै चाहिँ के कसो त्यही माथि अझ सुन्छु है। उहाँसँगै अन्य अरू कैदीहरू पनि निक्लेका छन् बाहिर भनेर, त्यो हिसाबले चाहिँ मलाई साह्रै गाह्रो भयो होइन। त्यही भएर चाहिँ मैले चाहिँ यो अलिकति सानो भिडियो बनाएको हो होइन। नरिसाइदिनु होला है, अरू रिसाइदिनु भने मैले सरी है। तर हजुरहरू आफै पनि एउटा यसो सोचेर मनन गर्नुहोस्, रवि दाइ क्लिन चिट भएर निक्लिनु भयो अनि त्यसपछि राजनीति गरेर हामीलाई राम्रो ठाउँमा लिइरहनुहुन्छ भन्ने हामीले विश्वास छ। तर यो भएन है, यसको लागि चाहिँ प्लिज सरी, तर यसको लागि अलिकति सोच दिनु होला है प्लिज।